सक्छु म सक्छु ल गर्नु काट्नु त काट्नु ल काट्नु त यहाँ यहाँ लाइसेन्स ल काट्नु त जान राखिराख्नु यहाँ 500-100 रुपियाँ त जो इन्डियनहरु आउँछ यहाँसम्म फ्री गरेर गयो किन काटेको इन्डियनहरुलाई जे पाउने गर्छ कसले भनेको कहाँ जाने तपाईले जानुपर्छ याद गर्नुस् कि तपाईले जानुपर्छ यहाँ तपाईले जानुपर्छ बढी भन्नु हुन्छ ग्यासको छ जबरजस्ती यहाँ के गर्नु जानुस् न त्यहाँ गर्नु न तपाई गरि यहाँ कहिले तपाईको सुन्नु सखडासम्म हैन तपाई गर्ने हो त्यो कुन ठाउँ भन्छ त्यसलाई नर्सिङ थाको नजिकै तयार गर्नुस् कसले भनेको छैन कसले खटाएको तपाईले तपाईको यो पैसा कहाँबाट आउँछ तपाईको तलब कहाँबाट तपाईलाई थाहा छ तपाईको तलब कहाँबाट आउँछ तपाईले तलब गर्न आउँछ हामीले तिर्छौँ हाम्रो करबाट तिरे आउँछ म धेरै बोल्छु के गर्न सक्नुहुन्छ लान्छु छ तपाईलाई हात ताल्नुहुन्छ छैन हामीले अधिकार हतकरी लाउने अधिकार छैन केही पनि भएन के यो जबरजस्ती गर्दा जो आउँछ त्यसले जबरजस्ती गरिरहेको छ यहाँ सुन्नुहोस् न तपाईँले भनिदिन्छु यहाँ लोकल मान्छेलाई जबरजस्ती गर्नुहोस् तपाईँ किन बनाउँदैन तपाईँ डिस्कस गर्नु बनाउँछ किन भिडियो बनाउँछ भिडियो तपाईँको भन्नुपर्दा बन्द गरे तपाईको राइट छैन मैले निवेदन दिनु तपाईँ फेरि पर्नुहुन्छ ड्युटीमा ठिक छ तपाईँ आफ्नो काम मेरो किन लाग्छ हजुरहरुको मन्दिरमा छुट छ भन्नुभयो हैन हजुर त यहीँको हो नि यति कुरा त हैन त्यो सुन्नु सबैले बिहेभ गर्न जान्दैन कि बिहेभ गर्न जान्दैन यो लोकल हो दाइ के चाहिँ भयो त भन्नु नि राज बिरेको मेरो कुरा राज बिरेको जान्छ लगाएर यता बनाउनु जान्छ आउँछ किन हो त देखाउनु तपाईँ लोकल भने तपाईँले कसैले भनेछ कि तपाईँले हेलमेट लाउनु पर्दैन भनेर हेलमेट हामी लगाउँछु हेलमेट हामी सबै लगाउँछु हेलमेट किन लगाउने हेलमेट लगाउँछ हेलमेट गर्ने हेलमेट हामी लगाउँछौँ किन लगाउने हेलमेट लगाउँछौँ डेली लगाउँछ हेलमेट तपाईँले भने त तपाईँ गाडी जबरजस्ती हुन्छ यहाँ जबरजस्ती चल्छ यहाँ कतिको मान्छेले जबरजस्ती पैसा कतिरहेको छ न रसिद काटेको छ धेरैको न रसिद काटेको छ न के गरेर जबरजस्ती धेरै इन्डियनको पैसा लिएको छ यहाँ मान्छे पूजा गर्न पैसा लिएको छ तपाईँको लगाउनु चल्छ अनि हेलमेट ल्याइदिनु पैसा ठिक छ कमसे कम के छ नि त्यो मन्दिरसम्म सुनाउँछ नि इन्डियन गाडी हामीले त्यसले मलाई मेरो कुरा तपाईँलाई शिष्य गर्नु नेपाली गाडी आउँछ हेलमेट छैन भने गाडी इन्डियन गाडी हेलमेट छैन भने इन्डियामा राख्नु नेपालमा आउनु त्यो बेग्लै कुरा हो तर यहाँ सिधै पछि नेपाल हामी दर्शन गर्न गयो नि इन्डियामा सुन्नु सजिलोदेखि चलेको हो इन्डियालाई हामी चाहिँ होइन इन्डियालाई गर्नु यहाँ छ इन्डियन कुरा मात्रै छ नेपाली कुरा पनि छ नि त्यो कुरा मान्छे आउँछ 5 यहाँ घर छ 10 चोटि आउँछ 10 चोटि हेलमेट लाउनु कसैले म हेलमेट लगाएको छु भएको हुन्छ